महिनासम्म काम गर्यो भने बाहिर यहाँ 11 खोल्न आउँछ तिमीलाई यसरी पखाल्न त यो चाहिँ गरिदिन्छ बोले सकिरहेन म बिरान्छु ए गाह्रो भयो मलाई हेर्नु न अब यो है यसरी खोल्ने है खोल्ने अब यो यसको मुनि यहाँनिर यो रबर सिट हुन्छ यो क्लिनिङ ट्रे भयो यो रबर सिट हुन्छ है अब यो अर्को अरू ट्रलीहरू पनि राखेको खोलेको हुन्छ नि त यसलाई सुन्यो हजुर अब यो रबर सिट छ नि त ट्रली पनि राखेको हुन्छ क्या यहाँ अरू ट्रलीहरू पनि खोलेको हुन्छ क्या भित्रपट्टि क्या अरू हुन्छ अब सपोज अरू ट्रली खोलेको छ क्या त्यो ट्रलीमा राख्ने है अनि यहाँनिर अब रबर सिट हुन्छ है यो रबर सिटलाई यसरी यहाँ हामीले खोल्छौँ खोलेर यसरी राख्छौँ है रबर सिटलाई यसरी खोलेर राख्छौँ ताकि यहाँनिर क्लिनिङ ट्रेको त अब भिजेर त यो भित्र किन जाउँछ खोल्छौँ होइन यसरी यहाँ राख्छौँ यसरी राखेपछि यो माया ट्रली हुन्छ नि त होइन ट्रली हुँदैन नि त त्यहाँनिर माया ट्रलीमा राख्छौँ नि त यो होइन यो अलिक छेउ साइडमा हामीले राख्छौँ यहाँनिर यसलाई हामीले यस्तो तरिकाले राख्दा नि हुन्छ यस्तो तरिका राख्दा हुन्छ तिमीलाई जस्तो सजिलो लाग्छ तिमीले यसरी राखे नि हुन्छ यसरी राखे हुन्छ तिम्रो आफ्नो इच्छा है तिमीलाई जस्तो सजिलो लाग्छ त्यसरी राख है एकचोटि हेराइदिनु न के सामान छ भनेर अनि अब यसरी अब यो तिमीले अब सबै निकाल्नुपर्छ अनि यो यसरी निकाल्ने सबै निकाल्ने तिमीलाई यो यसरी राखे नि हुन्छ यसरी राखे हुन्छ तिम्रो इच्छा हो यसरी राख अनि यो दुईवटा राख दुईवटा युज गर्नुपर्छ दुईवटा यहाँ अनि तिम्रो दुईवटा चाहिँ यहाँ तल है अनि तिम्रो यहाँनिर चाहिँ क्लिनिङ ट्रे राख है नाइफ ह्यान्डल यो एजिङ यो एजिङलाई यहाँनिर राख है अनि यहाँबाट बाहिरपट्टिको कभर चाहिँ भनेको चाहिँ यो न्युरोगज हो यो न्युरोगजलाई बाहिरपट्टिको न्युरोगजलाई निकाल यो बाहिरपट्टिको न्युरोगज चाहिँ यसलाई चाहिँ हामीले भेलको रूपमा हामीले युज गर्छौँ यसलाई भेल भन्छौँ है अनि यसरी राखेर यहाँ राख्ने अनि यो जुन छ नि यो चाहिँ हाम्रो 4वटा हुन्छ एउटा दुईवटा तिनवटा चारवटा यो चाहिँ हाम्रो क्लिनिङ गज हो यसलाई चाहिँ हामीले क्लिनिङमा युज गर्छौँ है यो चाहिँ स्मल जोल्डर भयो है स्मल जोल्डर भयो अब यसरी हाम्रो ट्रायङ्गल सेपमा यसरी राखेर टक्क यहाँबाट यस्तो सेपमा राखेर यस्तो गरेर यहाँबाट एउटा दुईवटा अनि तिनवटा गरेर क्ल्याम्प यस्तोरी क्ल्याम्प गरेर यहाँ भेटाइदिनु यसरी यस्तो गर्ने हामीले यसरी नै राख्छौँ यसरी नै क्ल्याम्प गर्छौँ अहिले अरू यताउति यसरी गरेर क्ल्याम्प गर्दैनौँ है गर्ने भनेको यसरी नै क्ल्याम्प गर्ने है गर्छौँ सिक न गर्दैन जबसम्म गर्दैन कहाँबाट सिक्छौ म यहाँ हेर्छु 2-3 भइहाल्छ है अब तिनवटा अर्को है अर्को पनि त्यस्तै गर्ने तिनवटा राख्ने है त्यस्तो गरेर यहाँ राख्ने अब यहाँनिर यहाँ के राख्ने त लोकलहरू हाल्नुलाई है अनि यो एउटा बाँकी रहन्छ यहाँ राखेर यहाँनिर हामीले 10 नम्बरको नाइफ माग्ने यहाँनिर राख्ने अनि हामीले यहाँनिर अब हामीलाई के चाहियो त 10 नम्बरको सिरिन्ज है 10 mlको सिरिन्ज 10 नम्बरको नाइफ त्यस पछाडि 3 निडल अनि हामीले भनेको लोकल माग्ने है अनि लोकल 10 mlको सिरिन्जमा 10 ml लोकल तानेर फेरि त्यहाँनिर 10 ml जति के अरे एनएस नै डाइल्युट गरेर 20 ml बनाएर यहाँनिर राखेर डाइल्युट गरेर फेरि 10 ml लोड गरेर यहाँ राख्छौँ है त्यस पछाडि राख्छौँ अब हामीले क्लिनिङ कसरी गर्ने अब यति त तिमीले थाहा भयो कसरी राख्ने तिमीले थाहा भयो क्लिनिङ पनि सिक्छौ कि अब यति काफी छ तिमीलाई अहिलेलाई यति गर्न त सिकाउनु जान नि क्लिनिङ भने अब पछि सिक्छौ है अब यतिसम्म जान धन्यवाद बताउने मान्छे हुनुहुन्छ क्लिनिङ भनेको बिस्तारै काम गर्ने काम यहाँ चाहिँ
भिटामिन राख्ने उम्, क्लिनिङमा चाहिँ के पहिला दिने भन्दाखेरि चाहिँ हजुर क्लिनिङको प्रोसेस भन्दाखेरि चाहिँ फर्स्ट हाम्रो क्लिनिङको प्रोसेस भन्दाखेरि चाहिँ फर्स्ट जहिले पनि